हामी यतिखेर यो अरिङ्गालको चाकाको चाहिँ हन्टिङ गरेर यतिखेर अरिङ्गालको बच्चाको चाहिँ शिकार गरेर यहाँ यतिखेर केलाउने काम भइराखेको छ। हाम्रा भाइहरूले एकदमै जाँगर लगाएर यतिखेर अरिङ्गालको बच्चा अरिङ्गालको चाका केलाइराख्नु भएको छ। यो हाम्रो भाइ दिनेश भाइ र ओम भाइ दुईजना एकदम खटिरहनु भएको छ। यो पानी झरी परिरहेको बेलामा उहाँहरूले चाहिँ एकदमै हिम्मत गरेर यतिखेर एकदमै अग्लो रुखमा चढेर अरिङ्गालसँग लडेर चाका खुस्काएर ल्याउनु भएको छ र धमाधम यतिखेर भुट्ने काम सुरु हुन आँटेको छ। तेल एकदम खारिरहेको अवस्था हो। यो मरमसलाहरू हालिराख्नु भएको छ। अब यो चाहिँ एकदमै आज चाख्ने पहिलोचोटि चाख्ने अवसर प्राप्त भएको छ हामीलाई र हामी चाहिँ यसको स्वाद लिने योजनामा छौँ र हाम्रो ओम भाइले चाहिँ एकदम फ्राई गरिराख्नु भएको छ। यतिखेर परपरि भुट्दै हुनुहुन्छ र यतिखेर निकै खर्रिसकेको अवस्था छ। यो पौष्टिक आहारमा मानिन्छ यो हैन, मान्छेले खोजी खोजी खान्छन्। जस्तो सुकै जोखिम मोलेर पनि यसको शिकार गर्छ। त्यसैले हामीले पनि आज यसको शिकार गर्ने अवसर जोडेर शिकार गर्यौँ। अब यसको टेस्ट चाहिँ कस्तो हुन्छ भनेर एकछिनमा चाखिन्छ। खुवाउन त बनाएको छ सबैले खाने हो नि। यता बसेर चाहिँ यहाँ चाहिँ राम्रो आउँछ।